यस्तो भएको केटा हिजो जर्सी मैले 100 वटा किन गिभअवे गरिन भन्दाखेरि जर्सी बोकेर गएको होइन आएसमा आएसै पल्टाउन खोज्छ यार जर्सी भनेपछि क्या आएसको चक्काको छेउछाउमा कुद्छ यार यसो सम्झे मैले यहाँ यसरी जर्सी फालाफेल गर्नु थाल्यो भने यहाँ मान्छे मैले हानहान गरेर मरामार काटाकाट गर्छन् भनेर सबको नाम टिपेर बरु त्यहाँ टोटल 220 कि 225 जना मान्छे कतिजना रहेछ सबको नाम टिपायो सबको नाम र नम्बर छ अब भोलि पर्सिदेखि चाहिँ बाँड्न थाल्नु पर्ने भयो कहाँ अनि मैले त्यसरी गिभअवे गरेँ मान्छे मैले काटाकाट मारामार भइहाल्छ नि त्यहाँ फेरि अब न पुलिस लिएर गइहाल्छ न एउटा सेक्युरिटी भित्र अनि भित्र एक जनालाई छिराउँदै इन्टरभ्यु दिँदै गरेर दिएको भए सेफली पनि हुन्थ्यो नि त होइन अब त्यहाँ मेरो प्लान त जर्सी दिने नै थियो धेरै मान्छे आइदियो धेरै मान्छे आइदिसके पछाडि त्यहाँ के भयो भन्दाखेरि अब जर्सी यसरी फाल्यो भने मान्छेहरू झगडा गर्छ काटाकाट मारामार हुन्छ च्याटाच्याट हुन्छ त्यहाँ केही गरी एक्सिडेन्टमा परिहाल्यो भने त अनि त्यो त नि एकदम नराम्रो भयो नि त मामा तर त्यस केटाहरू चाहिँ यति बुझकी रहेछ कि माथिबाट मैले सेफ्टी पनि हुनुपर्छ कडा हो हल्ला मैले डाइरेक्ट भने अप्ठ्यारो पर्छ क्या होइन हामीले न कोहीसँग अनुमति लिएको थियो न कोही त्यो भयो केसमा नि त्यो भएर तिमीलाई असर पर्थ्यो क्या डाइरेक्ट हो त्यही भएर त म तनावमा थिएँ त हिजो त्यहाँ भनेर पुरै तनावमा थिएँ म त्यहाँ कुटाकुट मार भएको भए होइन मैले 2-4 जना केटाहरूलाई फोन गरेर त्यस्तो झगडाको माहौल भयो भने छुट्याउनतिर लाग भनेर पनि